चाबी राखौँ चाबी चाबी भर्खरै यहाँ कौशलटारमा एक्सिडेन्ट भएको छ हस्पिटल पनि यहीँ छ धन्न केही भइहाल्यो भने हस्पिटल नजिक छ भक्तपुर इन्टरनेसनल हस्पिटल चाहिँ हाम्रो यहीँ छ ट्राफिक परिहरू पनि यहीँ हुनुहुन्छ है आज चाहिँ एकैछिनमा त्यहाँ बार नाकेर आइपुगिहाल्नु भयो उहाँहरू यस्तो फास्ट हुनुपर्छ नेपालको अब हुन्छ नि देशको विकास भर्खर एक्सिडेन्ट लास्टमा भोट केमा घन्टीमा ओलीलाई दियो भने त्यही हो जिन्दगी दर्पण छाया अलिकति ठुलै भयो यो जिस्किने कुराहरू त होइन आफूले अब ध्यानपूर्वक होसियारपूर्वक चलाउनु पर्छ बहिनीलाई यहाँ बोकेर लगाएको छ त्यही भएर बी सेफ है सबैजनाले सेफ्टी ड्राइभ गरौँ एकजनाको गल्तीले म त गल्ती त भएन यहाँ दुईजनाकै गल्ती छ खै कसको गल्ती छ अब भगवान् जाने ट्राफिकको अरूहरू पनि उहीँ हुनुहुन्छ ह्यान्डीले गएको छ देख्न सक्नुहुन्छ भावहरू स्कुटरको यस्तै हुन्छ क्या झ्याम जुम जान्छ भने टिफरहरू यसरी कुदाउँछ यी त्यही भएर बी होसियार केयरफुल खाली त यहाँ त रफ्तार हो नि त फेरि ल हस्पिटल यहीँ छ हस्पिटलमा लगिसक्नु भएको छ घाइतेलाई है यहीँ भक्तपुर इन्टरनेसनल हस्पिटल हो यो भाइ झ्यापमा हो होइन डरले होला डरले ल आजलाई यति नै भन्दै तपाईँहरू पनि सुरक्षित रहनु होला जहाँ रहे पनि त्यति हो।